नमस्ते, म डमरबाट साइकोलोजिस्ट। आज म यस्तो विषयमा कुरा गर्दैछु जुन विवाहित महिलाहरूले दिनहुजसो भोगिरहेका हुन्छन्। तर यसबारे हामी पारिवारिक रूपमा अथवा सामाजिक रूपमा एउटा लेभलसम्म चुप नै लागेर बस्ने गरेका हुन्छौँ। किनभने समाजमा यस्तो व्यवहार सहनु पर्ने कुरा भन्ने सोच गहिरो गरी बसेको छ। यदि तपाईँ पनि विवाहित हुनुहुन्छ भने सासूसँगको सम्बन्धले तपाईँको जीवनमा धेरै कुराहरू निर्धारण गर्छ। एकपटक आफैलाई प्रश्न सोध्नुहोस् है त, के म मेरी सासूसँग मनदेखि नै खुल्न सक्छु? उहाँसँग नजिक हुन सहज लाग्छ कि तपाईँ बारम्बार महसुस गर्नुहुन्छ उहाँको व्यवहार गाह्रो छ, अपमानजनक छ र श्रीमानले पनि जहिले सासूकै पक्षमा उभिने गरेको देख्छ र कहिलेकाहीँ यस्तो लाग्दो हो म यो घरमा आउनु नै गल्ती थिएन। यदि यी कुरा तपाईँको मनमा आएका छन् भने यो भिडियो तपाईँका लागि नै हो। कृपया ध्यान दिएर अन्तसम्म हेर्नुहोला। हाम्रो समाजमा सासू बुहारीको तिक्त सम्बन्धलाई सामान्य रूपमा ठान्ने गरिन्छ एउटा हदसम्म, तर यो केवल हानिकारक परम्परा मात्र होइन, यसले धेरै महिलाको आत्मबल, स्वास्थ्य र आत्मसम्मान नष्ट गर्ने गरेको हुन्छ र एक प्रकारको हिंसा हो। नेपाल, भारत र अन्य दक्षिण एसियाली राष्ट्रहरूमा साइकोलोजिस्टहरूले बेला बेलामा अध्ययनहरू पनि गरेका छन्। त्यो अध्ययनहरूको रिपोर्ट हेर्दाखेरि 40% भन्दा बढी महिलाले विवाहपछिको जीवनमा आफ्नै सासू वा नन्दबाट मानसिक, भावनात्मक वा सामाजिक दबावको अनुभव गर्ने गरेका छन् भन्ने कुराहरू देखाएको छ र यसले तपाईको जीवन तनावपूर्ण बनाउने गर्दछ। अब सासू र बुहारीको बीचमा यस्तो टकराव र यो तनावपूर्ण सम्बन्ध किन बन्न जान्छ त भन्ने प्रश्न तपाईको मनमा आउँछ होला। अध्ययनहरूले देखाए अनुसार म यहाँ 3वटा मुख्य कारणहरूको बारेमा कुरा गर्दैछु, अब ती पनि सुन्नु। विवाह गरिसकेपछि प्रेम र सम्मानको सम्बन्ध होस् भन्ने सबै बुहारीहरूको चाहना हुन्छ, तर त्यो चाहना केहीको जीवनमा अधुरो नै रहन्छ। किन भन्दा नम्बर 1 मा तपाईको धारणा र सासूको अपेक्षाको टकराव। जस्तै सासूलाई लाग्छ मैले जस्तो सिके बुहारीले पनि त्यही गर्नुपर्छ, तर बुहारी पनि एउटा मान्छे हो, उनी पक्कै पनि रोबोट होइनन्। भिन्न संस्कार छ, सोच छ र व्यवहार पनि भिन्न हुनु स्वाभाविक नै हो। दोस्रो नम्बरमा अघिल्लो पुस्ताको घाउ। कतिपय सासूहरू आफै पनि बाल्यकालमा वा आफ्नै सासूबाट दुःख पाएका हुन्। कहिले सुन्ने कोही पनि थिएन, कहिले सम्मान पनि पाएका थिएनन्। अब उनीहरू जानेर होस् वा नजानेर होस् त्यो पीडा आफ्नो बुहारीमा थोपरिरहेका हुन्छन्। तेस्रो नम्बरमा नार्सिस्टिक प्रवृत्ति। अहिले नार्सिजमको बारेमा धेरै नै चर्चा परिचर्चाहरू हुने गरेका छन्। सोसियल मिडियाहरूमा पनि धेरै जानकारीहरू छन्, तपाईले पनि सुन्नु भएको होला। नार्सिस्टिक प्रवृत्ति, अब यसमा सासूले सधैँ आफूलाई ठिक नै ठान्ने, म नै ठिक हो भनेर ठान्ने, मेरो नियम, मेरो तरिका, मेरो नियन्त्रण हुनुपर्छ र यदि तपाईले फरक तरिकाले सोच्नु भयो भने तपाईलाई उहाँले दोष थोपरिहाल्नुहुन्छ। तपाईलाई कहिले पनि जान्ने भएको अथवा घर परिवारलाई लिड गर्न खोजेको उहाँलाई मन पर्दैन, चाहे ती साना कुरा हुन् अथवा चाहे ती ठुला कुरा हुन्। र नार्सिस्टिक प्रवृत्ति रहेछ भने अत्यधिक कन्ट्रोल गर्न खोज्ने, तपाईलाई पनि, तपाईको श्रीमानलाई पनि अथवा उहाँको आफ्नो श्रीमानलाई पनि कन्ट्रोल गर्ने त्यस्ता प्रवृत्तिहरू पनि देखिन्छन्। पहिला छोरा पनि नियन्त्रणमा थियो, श्रीमान पनि उहाँको नियन्त्रणमा थियो। अब छोराको बिहे गर्यो, बिहे गरिसकेपछि बुहारी अलिकति जान्ने देखिन थालेपछि अनि सासूले बुहारीलाई टार्गेट गर्ने गरेको देखिन्छ। अत्यधिक नियन्त्रण, यतिसम्म कि सासूले भनेकै टाइममा खानुपर्ने, भने जति नै खानुपर्ने, भनेकै कपडा लाउनु पर्ने, अझ त्यो भन्दा पनि बढेर मोबाइलमा कभर हाल्दाखेरि सासूले भनेको रङको कभर हाल्नुपर्ने, मोबाइलमा वालपेपर पनि सासूले भने जस्तै राख्नुपर्ने, अत्यधिक नियन्त्रण, बोल्ने तरिका पनि सासूले भने जस्तै हुनुपर्ने, यस्ता कुराहरू देख्न सकिन्छ। नार्सिस्टिक प्रवृत्ति रहेछ भने त्यस्ता सासूहरूले तपाईलाई स्केप कोड बनाउँछन्, अर्थात् घरको सबै गल्तीको कारण तपाईलाई ठहराउँछन्। अब यसमा श्रीमानको भूमिका के हुनुपर्छ त भन्ने कुरा आउँछ। मौन हुने अथवा मध्यस्थता गर्ने त। श्रीमानले यो अवस्थालाई सामान्य ठानिदिने, चुप लागिदिने वा दुवै पक्ष मिल्नुपर्छ भन्ने प्रवृत्ति धेरै देखिन्छ, तर यस्तो अवस्थामा मध्यस्थ बन्ने कुराले मात्रै समाधान ल्याउँदैन र धेरै जस्तो अवस्थामा श्रीमानले मध्यस्थ बनिदियो अथवा मौन बस्दियो भने त्यसले समाधानको सट्टामा अझ समस्याहरू बढिरहेको हुन्छ र त्यस्तो अवस्थामा श्रीमानले श्रीमतीलाई पनि भावनात्मक रूपमा सपोर्ट गर्नुपर्ने हुन्छ र यसको अर्थ यो होइन कि आमालाई पनि पूर्ण रूपमा छोड्नुपर्छ भन्ने होइन। कस्तो हुन्छ भन्दाखेरि सासूको प्रवृत्ति नार्सिस्टिक रहेछ भने उहाँले उहाँको छोराको अगाडि तपाईसँग नराम्रो व्यवहार गर्नुहुन्न, तपाईँ एक्लै भएको बेलामा उहाँले त्यस्ता कुराहरू गर्नुहुन्छ प्रायः जसो, र त्यो कुरा छोराले देखेको त हुँदैन। अब छोराले नदेख्दाखेरि मेरो आमाले यस्तो गरे होला भनेर पत्याउन पनि गाह्रो हुन्छ, भले श्रीमानले तपाईलाई माया नै गर्ने भए पनि। एउटा कुरा त्यो भयो। अनि दोस्रो कुरा, श्रीमान भनेको त आमाको छोरा हो, सासू आमाको छोरा हो र आफ्नो आमाको धेरैवटा कुराहरू छोरालाई असामान्य नै भए पनि ती सामान्य लाग्ने गरेका हुन्छन्। त्यो एउटा एडेप्टिभ मेकानिजम हुन्छ, त्यसलाई सामान्य ठानेर नै छोरा त्यो घरमा हुर्केको हो अथवा बस्न सकेको हो भनेर तपाईले बुझ्नुपर्छ। र श्रीमानको एउटा चाहना भित्री रूपमा श्रीमतीले पनि यसलाई सामान्य तरिकाले लिदिए हुन्थ्यो,
शान्ति हुन्थ्यो भन्ने श्रीमानको पनि चाहना हुने गरेको देखिन्छ। तपाईको लागि त्यो कुरा असामान्य हुन सक्छ, किन तपाईँ फरक पारिवारिक वातावरणबाट आउनुभयो, फरक संस्कारमा हुर्किनु भयो, बोलीचालीको कुराहरू फरक थियो, व्यवहारहरू फरक थियो भने तपाईको लागि ती कुराहरू सामान्य होइनन् र हरेक कुरालाई सहनै पर्छ भन्ने कुनै बाध्यात्मक नियम पनि छैन। तर कुरा यति हो कि श्रीमानलाई आमाको व्यवहार असामान्य नै भए पनि सामान्य लाग्ने गरेको हुन सक्छ, किनकि त्यही वातावरणमा हुर्केको भए। अब यस्तो अवस्थामा तपाईले श्रीमानलाई सहीको गलतको छुट्याउनु पर्यो, त्यही अनुसार चाहिँ तपाईले व्यवहार गर्नु पर्यो भन्दाखेरि श्रीमान अझ पछाडि हट्ने सम्भावना रहन्छ। साइकोलोजिकली पनि के हुन्छ भन्दाखेरि यो सही र गलतको जुन द्वन्द्व छ, जुन युद्ध छ, यो कहीँ गएर पनि टुङ्गिँदैन। त्यही कुरा एउटा मान्छेलाई सही लागिरहेको हुन्छ, त्यही कुरा अर्को मान्छेलाई गलत लाग्यो। यो सही र गलत भन्ने कुरा एब्सोल्युट नभइकन यो व्यक्ति व्यक्तिमा भर पर्ने कुरा हो, समय समयमा भर पर्ने कुरा हो। त्यो कारणले गर्दाखेरि चाहिँ सही गलत छुट्याउनतिर तपाईँ लाग्नुहुन्छ भने यो समस्यामा झन् उल्झिँदै जानुहुन्छ र त्यसका लागि अरू नै तरिकाहरू खोज्नुपर्ने हुन्छ। र श्रीमानको हकमा तपाईँले खोज्नुपर्ने कुरा भनेको श्रीमानबाट तपाईँ भावनात्मक सपोर्ट खोज्न सक्नुहुन्छ र त्यो कसरी हुन सक्छ र अत्यधिक तनाव छ भने अरू पनि उपायहरू निकाल्न सकिन्छ। जस्तै तपाईँ आफ्नो साथीहरू बनाउन सक्नुहुन्छ, म ती कुराहरूमा अहिले एकछिनमा आउनेछु। अब यस्तो अवस्थामा तपाईँले के गर्न सक्नुहुन्छ त भन्दाखेरि माथिको दुईटा कारणहरू भने मैले सासूको आफ्नो कुनै प्रकारको ट्रमाहरू रहेछ पास्टमा भने त्यो कुरालाई पनि बुझ्ने कोसिस गर्न सक्नुहुन्छ र आफ्नै नियम, आफ्नै कानुन, आफ्नै तरिका भन्ने रहेछ र त्यसमा उहाँले फ्लेक्सिबल हुन सक्नुहुन्छ भने त्यो पनि विचार गर्न सक्नुहुन्छ। यदि ती दुईटै कुराहरू सम्भव भएनन् भने उहाँ नार्सिस्टिक पनि हो कि भन्ने कुरा पनि तपाईँले शंका गर्नुपर्ने हुन्छ र नार्सिस्टिक नै हो भने तपाईँले परिवर्तनको अपेक्षा राख्न सक्नुहुन्न। त्यस्तो व्यक्तिहरू परिवर्तन हुँदैनन्। र अब यहाँनिर सजग हुनुपर्ने कुरा आफ्नो श्रीमानलाई तपाईँको आमा नार्सिस्टिक हो भने त्यसले पनि तपाईँको परिवारमा समस्या निम्तिन सक्छ, तपाईँको र श्रीमानको सम्बन्धलाई पनि यसले बिगार्न सक्छ। त्यसमा पनि तपाईँले सावधानी अपनाउनु पर्ने हुन्छ र तपाईँले जहिले पनि सोच्ने चाहिँ मैले र मेरो श्रीमानले अथवा यो दुईजनाको बीचमा चाहिँ कसरी सम्बन्ध हामीले राम्रो बनाउन सकिन्छ त त्यो उपायहरू खोज्न सकिन्छ। यदि तपाईँहरू दुईजना छुट्टै बसेर कुरा गरेर यी समस्याहरू समाधान गर्न सक्नु भएन भने तपाईँले कुनै साइकोलोजिस्टसँग पनि परामर्श गर्न सक्नुहुन्छ। यसमा बुझ्नुपर्ने कुरा चाहिँ पहिलो नम्बरमा तपाईँ लामो समयदेखि यो हिंसा भोगिरहनु भएको छ भने म आफै दोषी हो भन्ने लाग्न सक्छ, तर तपाईँ दोषी होइन। हिंसाको प्रतिकार गर्नुपर्छ र त्यो प्रतिकार गर्नु अपराध होइन, त्यो आत्मरक्षा हो। दोस्रो नम्बरमा ग्रे रक प्रवृत्ति भन्छ। यसमा अत्यधिक प्रतिक्रिया नजनाएर तटस्थ भएर आफूलाई मानसिक रूपमा जोगाउन पनि सकिन्छ। यी तरिकाहरू खोज्ने कोसिस गर्नुहोस्। तेस्रो नम्बरमा श्रीमानसँग म केन्द्रित संवाद गर्नुहोस्। जस्तै तपाईँको आमाले यस्तो गर्नुभयो, उस्तो गर्नुभयो, तपाईँ केही पनि बोल्नु भएन, बोल्नुपर्छ भनेर फोर्स गर्ने भन्दा पनि म एक्लो महसुस गर्छु, तपाईँले मलाई भावनात्मक रूपमा सपोर्ट गर्नु पर्यो भन्ने तरिकाले तपाईँ कुरा गर्नुभयो भने तपाईँको श्रीमानलाई किन तपाईँलाई एक्लो महसुस भइरहेको छ त भन्ने कुरामा क्युरियोसिटी जाग्न सक्छ र तपाईँको भित्रको कुरा उहाँले आफै खोदल्दै बुझ्दै जानु भने सम्भवतः त्यसले समाधानको बाटोतिर लान सक्छ। चौथो नम्बरमा सपोर्ट सिस्टम बनाउनुहोस्। यस्तो अवस्थामा कसैले तपाईँको कुरा सुन्न जरुरी छ। साथीसँग कुरा गर्न सक्नुहुन्छ अथवा कुनै नातेदारसँग कुरा गर्न सक्नुहुन्छ, अरू कुनै महिला समूहसँग कुरा गर्न सक्नुहुन्छ, आफ्ना अभिभावक दिदीबहिनीहरूसँग कुरा गर्न सक्नुहुन्छ। नम्बर 5 मा आफूलाई माया गर्नुहोस्, आफूलाई सम्झाउनुहोस् मलाई माया चाहिन्छ, आफूलाई सम्झाउनुहोस् ठिक हुनुपर्छ, मैले यो समस्याको समाधान खोज्न कसैको सहयोग लिनुपर्छ, भित्री कुराहरू गुम्स्याएर राख्नु हुँदैन र आफ्नो मनमा पीडाहरू छ भने आफै पनि सुन्ने प्रयास गर्नुहोस्। त्यसलाई दबाउनका लागि काममा व्यस्त हुने, सासूलाई खुसी पार्नका लागि सासूले भने जस्तै गर्नुतिर लाग्ने, श्रीमानलाई खुसी पार्नका लागि श्रीमानले भने जस्तै गर्नुपर्ने, त्यो बाटोतिर नलाग्नुहोस्। त्यो बाटोतिर लाग्दै जाँदाखेरि तपाईँ झन् थिचिँदै जानुहुन्छ। यदि तपाईँलाई पहिले आएर थकान अनुभव हुन्छ, निराशा लाग्ने गरेको छ, निन्द्रा लाग्न गाह्रो हुन्छ, शरीर दुख्ने गरेको छ, चिडचिडापन हुन्छ, रिस उठ्छ, रुन मन लाग्छ, अनि सास फेर्न गाह्रो भएर आउँछ, भित्र छातीमा गाह्रो भएर आउँछ भने तपाईँको तनाव अलिक बढी नै भइसकेको छ। यस्तो अवस्थामा लाई दबाएर नबस्नुहोस्। तपाईँले उपचारका लागि कुनै न कुनै बाटो खोज्नुपर्छ। श्रीमानसँग सल्लाह गर्नुहोस्। श्रीमानले मान्नुहुन्छ भने श्रीमानसँगै तपाईँले विशेषज्ञ कहाँ जाँदा पनि हुन्छ। यदि श्रीमानले तपाईँलाई यो कुरामा सहयोग गरेको छैन भने तपाईँ कुन तरिकाले हुन्छ, आफ्नो आमा बुवासँग अथवा दिदी बहिनीसँग अथवा दाइ भाइसँग कुरा गरेर हुन्छ, तपाईँ विशेषज्ञ सहयोगको लागि अगाडि बढ्नुहोस्। यो भनेको अलि धेरै नै तनाव भइसकेको, तपाईँको
नियन्त्रण भन्दा बाहिर गइसकेको अवस्था हो भनेर तपाईले बुझ्नुपर्छ। यस्तो अवस्थामा मौन बस्ने चाहिँ होइन र यस्तो अवस्था सहेर बस्ने पनि होइन। सहयोग खोज्नु तपाईको कमजोरी होइन, यो तपाईको जिम्मेवारी हो। अन्तमा तपाई एउटा स्वतन्त्र व्यक्ति हो। पहिलाको जस्तो अवस्था छैन। धेरै जनाले विवाह गर्दाखेरि चाहिँ 24-25 वर्ष कटेपछि अथवा 30 वर्षपछि मात्रै विवाह गरिरहेका हुन्छन्। धेरै जसो महिलाहरू सासूले अथवा ससुराले अथवा श्रीमानले केही नदिए पनि आफै भएर पनि कमाउन सक्ने, बाँच्न सक्ने आधारहरू छन्। यदि परिवारमा हिंसा नै भइरहेको छ, तपाईले सासूबाट हिंसा महसुस गर्नु भएको छ, श्रीमानको पनि सपोर्ट छैन भने तपाई आफै पनि बाँच्न सक्नुहुन्छ। यो कुरा मैले किन भन्दैछु भन्दाखेरि धेरै वर्षसम्म हिंसा सहँदा सबै बाटोहरू बन्द भइसकेको अवस्थामा धेरै जनाले आत्महत्याको बाटो पनि रोज्ने गरेका हुन्छन्। हाम्रो सामाजिक परम्परा एउटा कस्तो छ भनेपछि छोरी विवाह गरेर गइसकेपछि यताबाट आफ्नो आमाले पनि बुवाले पनि छोरी तिमीले मिल्नुपर्छ, सहनुपर्छ भनिराख्ने, आमा बुवाले पनि सहनुपर्छ, तिमी उतै गएर मिल्नुपर्छ भन्दै जाँदाखेरि चाहिँ यसले यतापट्टिको सहयोगको बाटो पनि बन्द गर्छ। पक्कै पनि यस्तो अवस्था छ भने तपाईले आफ्नो माइती पक्षमा पनि आफ्नो कुराहरू सबै भन्न सक्नुहुन्न, नगर्दाखेरि त्यो बाटो पनि बन्द हुन्छ र बिस्तारै समस्या बढ्दै गएपछि निराशा अथवा डिप्रेसन हुन जान्छ। त्यसले गर्दा तपाईलाई बाहिर जानु मन नलाग्ने, अरूसँग कुरा शेयर गर्नु मन नलाग्ने, त्यस्ता समस्याहरू पनि आउने गर्छ। त्यसमा पनि कसैको सासू यदि नार्सिस्टिक प्रवृत्तिको हुनुहुन्छ भने उहाँले अलि लामो समय हुँदाखेरि चाहिँ अलि धेरै नै कन्ट्रोल गरिसक्नुहुन्छ र मानसिक रूपमा तपाईलाई विक्षिप्त नै बनाइसकेको अवस्था पनि हुन सक्छ। त्यसकारण यदि तपाई यो भिडियो हेर्दै हुनुहुन्छ भने तपाईले जुनसुकै तरिकाले पनि कुनै एउटा आफू नजिक पर्ने साइकोलोजिस्टसँग कुरा गर्न अगाडि बढ्नुहोस्। यति चाहिँ तपाईले हिम्मत जुटाउनु पर्ने हुन्छ। यदि मैले भनेका कुराहरू तपाईलाई राम्रो लाग्यो र यदि यस्तो समस्या कुनै महिलाले भोग्दै गरेको तपाईले देख्नु भएको छ भने उहाँलाई तपाई यो भिडियो फरवर्ड गरिदिन सक्नुहुन्छ। मैले अघि भने जस्तै नेपालमा पनि धेरै परिवारहरू छन् अहिले पनि, चाहे त्यो शहरमा होस् चाहे त्यो गाउँमा नै किन नहोस्, यस्ता समस्याहरूबाट गुज्रिरहेका तर सहयोग नपाएका, भित्रभित्रै पीडामा बस्न बाध्य भइरहेका महिलाहरू पनि छन्। सायद उहाँहरूलाई यो कुराले सहयोग गर्नेछ। यदि तपाईलाई यस्ता खालका कुनै समस्याहरू छन् र तपाई बाहिर आउन सक्नु भएको छैन र सहयोग चाहनुहुन्छ भने डिस्क्रिप्सनमा हाम्रो इमेल अथवा नम्बर छ। त्यो नम्बरमा तपाई व्हाट्सएप छ, त्यो व्हाट्सएपमा तपाईले मेसेज लेख्न सक्नुहुन्छ, इमेलमा गएर पनि तपाई लेख्न सक्नुहुन्छ। तपाईले शेयर गर्नुभएका सबै कुराहरू कन्फिडेन्शियल रहनेछन्, हामी सुरक्षित राख्नेछौँ, ती कुराहरू पब्लिक गरिने छैनन् र सकिन्छ भने हामी तपाईलाई सहयोग गर्न कोसिस गर्नेछौँ। आजको भिडियो यति नै। अब अर्को भिडियोमा हामी फेरि अरू कुराहरू गरौँला।